Hand in hand, you and me. Today, tomorrow, forever. झगडा गर्दै यो मान्छेसँग म बोल्दैन अबदेखि बोल्दैन भन्दा भन्दै बोलेर हैन अब यत्न आइपुग्यो। दुलाको बुवा आज मिति 2082 साल 8 महिना 6 गतेको हाम्रो कान्छो छोरो विशाल कालातरीको शुभ विवाहको सुरुवात हुँदैछ। दाम्पत्य जीवन सुखमय रहोस् छोराको। छोरालाई सधैँभरि सुखै सुख होस्, दुःख कहिले नपरोस्, खुसी हुन् छोरा बुहारी सबै हाँसी खुसी दाम्पत्य जीवन बिताउन्। बाबा मम्मीलाई पनि राम्रोसित हेरफेर गरून्, नजिकबाट नभए पनि टाढाबाट भए पनि। हामी बुढाबुढी वृद्ध अब हुन लागिसकेका छौँ। यिनी छोरा बुहारीको आश हो, यिनलाई राम्रो होस्, फली फलाउ होस्। आज शुभ विवाह हामी बुहारी लिन जाँदैछौँ। चाहिँ आजको दुला अब दुलैले ल्याउन जाने हो। अब दुलै लिन जाँदा लभ म्यारिज हो, एक्साइटमेन्ट भन्दा अरू केही पनि छैन, नर्भसनेस भन्ने खासै छैन। एक्साइटमेन्ट मात्रै हो। अब लभ सक्सेस भनेको यही म्यारिजलाई लिन्छन् सबैले। अब म्यारिज पनि हुन लागिसक्यो, एक्साइटमेन्ट भन्दा अरू केही पनि छैन। म आउनको लागि रेडी भइसकेको छु, तिमी उता रेडी भएर बस्नु है त। बस जा तू अब मुझ में से मर जाए, इश्क तेरा है सच तो यही तू है मेरी। कैसे छुपाए इश्क लब क्या छुपाना, आता है इन्हें तुझे अपना बनाना। ओढ़ के दानी चादर आया शहर मेरा था, रंग गया मैं तेरे रंग में दीवाना। कैसे छुपाए म शब्द पाए तिमी अर्थ बनिदेऊ, यो जिन्दगीको सहारा बनिदेऊ न। कमजोर हुँदा साथी बनिदेऊ न। अँधेरीमा तिमी जुन बनिदेऊ न। तिम्रो मायाले डोर्याउन मलाई, तिम्रो छाया नै बनाउन मलाई। लैजाऊ न तिमीसँगै जहाँ तिमी र म, तिमी र म। पाना भए तिम्रो नाम भरिदेऊ, ओठमा हाँसो भरिने विचार बनिदेऊ न। गुनगुनाउँछु तिमी सुर थप
लैजाऊ न तिमीसँगै जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई